नमस्कार, म प्रेमलाल राई। यहाँहरू समक्ष फेरि म एउटा घरेलु औषधिको बारेमा जानकारी गराउन गइरहेको छु। तर यो चाहिँ तपाईँले आफू किडनीको पेसेन्ट हुनुहुन्छ भने यसलाई त्यति प्रयोगमा नल्याउनुहोस्, नखानुहोस् यसको झोल। यो चाहिँ हामी यहाँनिर गाउँमा अहिले मेरै बारीमा छ, यसलाई चाहिँ हामी कालो बनमारा भन्छौँ। त मैले धेरैजना बिरामीहरूले यो उपयोगमा ल्याएको चाल पाएँ र मैले यो तपाईँहरूलाई यो भिडियो बनाएर जानकारी गराउन गइरहेको छु। विशेष गरेर यो चाहिँ तपाईँको पाइल्सको बिमारी, पेटको बिमारी, टोइलेटहरू गर्दा रगतहरू निस्क्यो भने चाहिँ यसलाई प्रयोगमा ल्याउन सक्दो रहेछौँ। र यो चाहिँ अब तपाईँहरूलाई म चुडेर पनि देखाइदिँदैछु। यसलाई चाहिँ अब हामी यहाँनिर कालो बनमारा भन्छौँ। यो अहिले मेरो घर वरिपरि नै प्रशस्त उम्रेको छ र यसलाई चाहिँ हामीले खाँदाखेरि चाहिँ पाइल्सको बिमारहरू चाहिँ निको भएको रहेछ। धेरैजना अहिले गाउँमा मैले सोधखोज गर्दा धेरैजनाले अहिले पनि यो खानु हुँदो रहेछ। त यो चाहिँ अब तपाईँले माडेर झोल खानुभयो नि भयो, अनि यसलाई पकाएर खाँदा पनि हुने रहेछ। किनभने यो चाहिँ एकदमै तितो हुन्छ। र तपाईँहरूलाई कस्तो लाग्यो? यो अहिले यो यता हाम्रो गाउँ वरिपरि नै प्रशस्त छ। यो चाहिँ अब मेरो बारीको भित्तामा उम्रेको हो यो कालो बनमारा। र विशेष गरेर टोइलेट गर्दाखेरि रगत जाने अनि पाइल्सको बिमारी हुनेहरू जो अब टोइलेट गर्दाखेरि जुन चाहिँ एउटा मासु जस्तो निस्किने बिमारी हुन्छ टोइलेटको नलीबाट, त्यसलाई चाहिँ यसले अलिकति रोकथाम गर्दो रहेछ। र धेरैजनाले नै यो कालो बनमाराको झोल खाने गर्दो रहेछ। र तपाईँहरूलाई यो कालो बनमारा चाहिँ कहाँ पाउँछ भन्दाखेरि चाहिँ अहिले हाम्रो घर वरिपरि प्रशस्त मात्रामा पाइन्छ। विशेष हर्षको बिमारी पनि भन्ने गरिन्छ। त्यो हर्षको बिमारी हुनेको लागि चाहिँ यसको झोल खानुपर्ने रहेछ। र धेरैजनालाई यो खाएकोले गर्दा त्यो हर्षको बिमारी निको भएको कुरा जान्नमा आयो। र तपाईँहरूलाई यो कालो बनमाराको बारेमा के कस्तो लाग्यो कमेन्ट गर्नुहोला। धन्यवाद।